भैँसी मासु खाने मान्छे मर्डर गर्ने हो यो यहाँ यस्तो कमाउने मान्छेहरूसँग हुँदैन हामीसँग कहाँ हुन्छ र गाइस ये आए पनि ये भैया कि मैं शॉपिंग फिर से हम आ गए यहाँ काठमाडौँ शहर हेलो एभ्रिवान स्वागत छ हजुरहरूलाई मेरो फेसबुकमा प्रीति स्वर्णकारमा यति बेला भने फेरि अर्को नयाँ ब्लगमा आइसकेकी छु यति बेला चाहिँ म जाँदैछु मेरो बहिनीलाई सामान छोड्नको लागि नेपालबाट आएको थियो सामान अनि उसले चाहिँ धेरै आश गरेर आउँछ कि अनि आउँदैन फेरि टाइम पनि हुँदैन उसलाई अनि आज चाहिँ छुट्टी छ उसको र आइज भनेको माने नि अनि मेरो मन नमानेर फेरि उसलाई सामान आधी बाटोसम्मै छोड्न जान्छु भनेर जाँदैछु के कस्तो हुन्छ पुरा भिडियो यति बेला चाहिँ यस्तो गर्मी छ गाइस हेर्नु न गोवामा चाहिँ यस्तो गर्मी छ कि 5 बज्दैछ साँझको 5 बजे पनि यस्तो गर्मी छ क्या प्लास्टिक कालो बनाएर पनि निलो बनाइदिन्छ मान्छेलाई म चाहिँ गइरहेको छु यति बेला चाहिँ बसबाट चाहिँ जाँदैछु स्कुटी लिएर जाऊँ कि भन्ने सोचेँ फेरि टाढा छ कि एकदमै त्यही भएर बसमै जान्छु भनेर जाँदैछु के कस्तो हुन्छ गाइस यति बेला चाहिँ म बस आउने ठाउँमा आएको छु बस चाहिँ आएको छैन बस आएपछि जान्छु माप्सा चाहिँ जाँदैछु म चाहिँ बेला यति बेला माप्सा आइसकेँ अनि यहाँनिर मैले वेट गरेर बसिरहेको छु कि बहिनीलाई चाहिँ ऊ चाहिँ अहिलेसम्म आएको छैन अब एकछिनपछि आयो भने के कस्तो हुन्छ हजुरहरूलाई देखाउनेछु यस्तो लेट गर्छु जहिले पनि ढिला गर्छु कि उसै जहिले पनि म आएर चाहिँ वेट गर्नुपर्छ उसलाई कति बेला आउँछ मेरो बहिनी चाहिँ आइसक्यो त्यहाँदेखि पुरा हिरुनी भनेर आउन लाग्छ कि आज गाई चाहिँ हेर्नुहोस् कपाल आप कैसी हो? ऐसे उठ गए थे वो गाइस फाइनली आइयो गाइस चाहिँ हिरुनी भनेर आज म चाहिँ जिरुनी भने कपालै कोराथिन काँडै भेट्न पुरानो बैठी यहाँ काठमाडौँ शहर अमिर बजार होइन यहाँनिर त सपिङ गर्दैछौँ यहाँ चाहिँ ले आए पनि ये भैया कि मैं शॉपिंग फिर से हम आ गए कस्टमर लेके आए यहाँ हमको टिप्स देना है कस्टमर लेके आए हम नहीं हम लेके आए कपड़े देख रहे यो पनि कस्तो राम्रो छ नि पुरा भैँसीको मासु छ भैँसी मासु खाने मान्छे मर्डर गर्ने हो यो त्यसलाई पनि हामी चाहिँ माप्सा मार्केटमा छौँ गाइस यहाँ कस्तो राम्रो पर्सहरू रहेछ कि गाइस यस्तो दामी हेर त कस्तो दामी हाँ कितना अच्छा है ना कति गरे कस्तो राम्रो छ नि यहाँ चाहिँ फुला यहाँ मिलेर भइरहेको यहाँ चाहिँ बिचले हम जा रहे घर पे बहुत धूप है पर्दा पुगेर भला अब हामी त यस्तो कमाउने मान्छेहरूसँग हुँदैन हामीसँग कहाँ हुन्छ र गाइस पैसा भन्ने यस्तै हो अब भिनाजलाई बेच्ने हो कि भिना अब चाहिँ हामी बाई बाई गाइस बाई 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 गाइस चाहिँ हुन्छ गइसक्यो अब चाहिँ म जान्छु यहाँबाट चाहिँ म जाँदैछु अब बस स्ट्यान्डतर्फ र अब आजको लागि चाहिँ मेरो ब्लग यति नै है त थ्याङ्क यू पुरा गाइस माप्सा बजार हो हजुरहरूले हेर्न सक्नुहुनेछ पुरै माप्सा बजार हजुरहरूलाई कस्तो लाग्छ